गुड मर्निङ, नमस्ते सबैजनालाई। धेरै धेरै स्वागत छ मेरो नयाँ भिडियोमा, नयाँ भ्लगमा। साथीहरू, आज चाहिँ म बिहानै तपाईँहरूको माझमा उपस्थित भइहालेँ। कहाँबाट उपस्थित भएँ थाहा छ तपाईँहरूलाई? म चाहिँ घरबाट है, मेरो घर तुलसीपुर नगरपालिका वार्ड नम्बर 4 गहतेरा दाङबाट तपाईँहरूको माझमा उपस्थित भएको छु। यो चाहिँ मेरो आफ्नै निवास हो अनि यो मेरो घर हैन। बिहान भएको छ। अब चाहिँ मैले के गर्छु तपाईलाई देखाउँछु है। मैले पानी भर्दैछु है। अहिले चाहिँ पानी चाहिँ कस्तो आयो भने यस्तो कि, अनि आमालाई चाहिँ अलि सन्चो छैन साथीहरू, त्यही भएर म चाहिँ छिटो धेरै काम गर्नु छ। अब गरौँ है त के गर्छु म, हेर्नुहोस् ल साथीहरू। यो चाहिँ हाम्रो डालो भन्छ हैन। मैले डालोमा एउटा कपडा राखेर म चाहिँ अब तरकारी खोज्न जान्छु कि बारीतिर। यो हाम्रो बारी है, तल बारी हेर्नुहोस्। अब म घर मुनिको करेसा बारीमा के अरे साग टिप्छु है साथीहरू। यो चाहिँ मेरो बुवा र आमाले रोपेको डल्ले खुर्सानी अलिअलि फल्या छ, त्यस्तो धेरै त हैन, तर फलेको छ है साथीहरू। अनि नि म हजुरहरूलाई सोधिहाल्छु, हजुरहरूले यो उसको बारेमा कतिको थाहा पाउनु भएको छ, के अरे गन्जीको बारेमा। यहाँ हाम्रो बुवाले खुर्सानी रोप्नु भएको छ, तर भएको रहेन चाहिँ यहाँ चाहिँ घिउकुमारी के। हजुरहरूले कतिको थाहा पाउनु भएको घिउकुमारी। हामीले चाहिँ यसलाई घिउकुमारी भन्छौँ, मान्छेहरूले चाहिँ एलोभेरा भन्छन्। अनि मैले चाहिँ हजुरहरूलाई आज मेरो तरकारी चाहिँ के हुँदैछ भनेर देखाउँदैछु, किनभने मलाई चाहिँ घरमा आएको बेलामा जे छ बारीमा त्यसको मन्टाको तरकारी पकाउनु मन लाग्छ हैन। अनि मैले चाहिँ तपाईहरूले देख्न सक्नुहुन्छ, यसलाई चाहिँ सगरखण्डा भन्छ हैन। त्यसको मन्टा टिप्दैछु है साथीहरू। यो चाहिँ सगरखण्डाको मन्टा हो, यो गन्जीको मन्टा हो हैन। यसको तरकारी पनि एकदमै राम्रो हुन्छ साथीहरू। मैले चाहिँ आज मिक्स गरेर मैले जे भेट्छु त्यहीको तरकारी पकाउँछु है। मिक्स तरकारी हो है साथीहरू। यो भयो हैन। अब अरू के टिप्छु हेर्नु। यहाँ चाहिँ बेमौसमी फर्सी छ, फर्सीको फुल टिप्छु म। फुल पनि मिठो हुन्छ साथीहरू। यो फल्दैन मलाई थाहा छ, किनभने यो बेमौसमी हो। अनि फर्सीको मन्टा साथीहरू, यो चाहिँ मन्टा हैन। मैले देब्रे हातले टिप्दैछु। अनि त्यस पछाडि हजुरहरूलाई म भन्दैछु हैन, यो पनि फर्सीको मन्टा हो। मलाई चाहिँ यस्तो टिपेर खान मन लागेको कि साथीहरू। यो कस्तो नभाँचेको त, छ्या आयो। साथीहरू, मलाई चाहिँ मेरो हजुरआमाले भनेको याद आउँछ कि बजारमा बस्ने त एकदमै अभागी मान्छे हुन्, भाग्यमानी मान्छे त गाउँमै हुन्छन् भन्नुहुन्थ्यो। अनि किन भन्दाखेरि चाहिँ गाउँमा केही कुराको पनि अभाव हुँदैन, छरछिमेक हरेक कुराले धेरै सजिलो हुन्छ, बजारमा त्यो हुँदैन। अनि किनभने गाउँमा तरकारी किन्न पर्दैन, यत्तिकै बारीमा झऱ्यो भने एक छाक तरकारी त सिजनै नहुँदा के हुन्छ नि, केही पनि बारीमा नहुँदा पनि एक छाक तरकारी त ल्याउन सकिन्छ भन्नुहुन्थ्यो कि। अनि मलाई आज कस्तो याद आइरहेको कि मेरो हजुरआमा बित्नुभयो, 2-3 महिना भइसक्यो, 4 महिनै हुन लागिसक्यो हैन। अनि तर मलाई चाहिँ आज फेरि याद आयो, किनभने म तरकारी टिप्न बारीमा आएको छु र यहाँ अहिले सिजन होइन कि तरकारीको, तर म चाहिँ तरकारी टिप्न खोज्न आएको छु र भेटिन्छ पनि के तरकारी। हेर्नु है म के टिप्छु अब। यसलाई हजुरहरूले के भन्नुहुन्छ? हामी चाहिँ माटेको साग भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ? हामी माटेको साग भन्छौँ है। यो चाहिँ मैले टक्क लाएर यसरी टिप्न लागेँ। मलाई चाहिँ यो माटेको साग एकदमै मनपर्छ। हजुरहरूलाई मनपर्छ कि पर्दैन भन्नु होला ल।
अनि यो फेरि क्वाई हो कि साथीहरू, क्वाई क्वाई भन्ने थाहा छ तपाईँहरूलाई? क्वाई भन्ने यो क्वाईको साग हो फेरि हेर्नु है। क्वाई र लट्टे छ यहाँ। यो हाम्रो आमाहरूले रोप्नु भएको होइन, यो आफै पलाएको आफै जागेको साग हो, यो क्वाई हो। हजुरहरूले देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ साग टिप्दैछु है। ल साथीहरू हेर्नुहोस् न, यहाँ यो के अरे काँक्रा कति हाँसो लाग्ने गरेर फलेको कि, बुवाले रोपेको काँक्रा। एउटा यहाँ एउटा फल्न लागेछ, एउटा फेरि यहाँ तल जुम्ले छन् फेरि यतिमले। साथीहरू ल हेर्नु त, यस्तो मोरिया जस्तो बुट्टामा फेरि यस्तो तिनवटा काँक्रा एउटै उसमा के, एउटै बोटको एउटै फल्ने जुन ऊ हुन्छ नि, त्यसमा तिम्ले काँक्रा के। ल हेर्नु, तर यो कहिले फल्ने थाहा छैन है। साथीहरू म फाइनली फेरि मेरो बुवाले रोप्नु भएको फर्सीको झाल लिएर आइपुगेँ। अब यहाँको पनि फर्सीको मन्टा टिप्छु है म। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै सब्रेको रहेछ कि यो फर्सीको मन्टा। अनि मलाई चाहिँ यो फर्सीको मन्टा यति मनपर्छ साथीहरू, सायद यो मन नपर्ने त कसैलाई पनि छैन, झन् मलाई असाध्यै मनपर्छ। त्यही भएर मैले चाहिँ टिप्दैछु है, एकदमै राम्रोसँग टिपेर। आज मैले यो मिक्स तरकारी यति धेरै मिठो बनाएर खाउँला भनेको छु। हेर्नु न, यो यति उसबाट भाग्दाखेरि पनि के अरे के भन्छ अरे मिठो हुन्छ के। ल हेर्नु है, यो साग होइन मैले हजुरहरूलाई देखाउँदैछु यो पनि। अनि त्यस पछाडि यहाँनिर यो पनि। अनि त्यसपछि साथीहरू मेरो ड्याडीले रोप्नु भएको यो यहाँनिर हेर्नुहोस् होइन, यो टक्क लाएर यो चाहिँ मैले आज यस्तो गरेर खाउँला भनेको छु कि साथीहरू, किनकि मलाई एकदम गाडीको यात्राले गाजरको पात हो कि के हो यो साग जस्तो मैले टिपिहालेको, तर होइन रहेछ साथीहरू। अनि म चाहिँ यसरी यहाँ मेरो बुवाले रोपेको खेतीमा आएँ साथीहरू। अब चाहिँ मैले घर जान्छु। यो फेरि हजुरहरूलाई थाहा छ कि छैन त साथीहरू, यो फलको बारेमा। हामीले चाहिँ मुसाको जाँड भन्छौँ, अनि फेरि मान्छेले खाने के फेरि सानो छँदा लागेको जस्तो नाटक पनि गर्ने। भगवान् के हुन्छ जिन्दगीमा, यो यस्तो हुन्छ। अनि चाहिँ खाने। थ्याङ्क यू सबैजनालाई। मेरो साग यति भयो। अब चाहिँ म जान्छु, यसलाई पखालेर टक्क लाएर पकाउँछु। साथीहरू मैले चाहिँ हजुरहरूलाई मेरो तरकारीको बारेमा देखाइराखेको छु होइन। यो लसुन पड्काउने हो त्यसमा तरकारीमा, अनि जिरा फुराउने हो, अनि खुर्सानी र नुन हालेपछि अरू केही हाल्नु पर्दैन। गाउँको तरकारी त्यत्तिकै पनि मिठो लाग्छ मलाई। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? अनि यो चाहिँ मैले 10 मिनट जति भयो होला यसरी भिजाइदिएको। यो चाहिँ किन यसरी भिजाएर राखेको भने कहिले पनि सागहरू पखाल्दा चाहिँ तुरुन्तै झ्यापझ्याप गरेर पखाल्नु हुँदैन। यसरी भिजाएर राख्यो भने चाहिँ यसमा यदि माटो अनि छ भने चाहिँ सबै मुनि बस्छ कि आफै मुनि बस्छ। अनि ठ्याक्क झिक्यो भने चाहिँ यो सागमा माटो चिरिप गर्दैन। साथीहरू कतिपय काममा चाहिँ बलले मात्रै हुने काम पनि हुन्छन्, बुद्धिले मात्रै हुने काम पनि हुन्छन्। कुनै कामहरू चाहिँ बल र बुद्धि दुवै चाहिने पनि हुन्छन्। यसमा चाहिँ मैले बुद्धि लगाएको है। मैले धेरै पहिलादेखि नै मेरो आमाले भन्नुभएको, लगभग म सानै हुने बेलामा यसरी साग भिजाएर साग सब्जीहरू जति पनि हुन्छ हामीले माटोमा
बाट टिपेर ल्याउने कुराहरूलाई चाहिँ यसरी 10 मिनट जति भिजाएर राख्यो भने चाहिँ कहिले पनि चिरिप चिरिप गर्दैन भनेर मेरो आमाले भन्नुभएको। अनि मैले त्यसरी भिजाएको थिएँ क्या। अब यो भयो है, मैले पखालिसकेँ ल। अब यसलाई म अर्को उसमा राख्छु। साथीहरू फाइनली मैले यहाँबाट यहाँ सारेँ। अब म यसलाई पकाउँछु। साग रेडी। साथीहरू फाइनली मैले चाहिँ साग पकाउँदैछु। तर यो अँध्यारोमा पऱ्यो के चुलो होइन। अनि अँध्यारोमा परेको हुनाले तपाईँहरूले राम्रोसँग देख्न पाउनुहुन्न होला जस्तो लाग्छ। तर मैले चाहिँ थोरै तेल राखेर अनि त्यस पछाडि लसुन फुराएँ, खुर्सानी फुराएँ, जिरा फुराएँ तेलमै। अनि त्यस पछाडि सागलाई झ्वाइँ पारेर हालेँ। अनि त्यस पछाडि यहाँ यसरी भुट्दैछु साथीहरू होइन। अब यसैमा मैले चाहिँ माथिबाट यसरी नुन हाल्छु। नुन बिनाको तरकारी तिउनको राजा नुन हो भन्छन् होइन। ल यसरी मैले तिउन पकाउँदैछु साथीहरू। ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल अब केही बेर चाहिँ यो यत्तिकै हुन्छ। अब पाक्छ है। दाङको घाम साथीहरू कस्तो पसिना आउने के भात पकाउँदा पनि। अरू काम त कुरै नगरौँ। मेरो तरकारी पाक्दैछ है। अब एकछिनमा खाने हो। भोक लाग्यो। तपाईँहरूले खानुभयो कि के गर्नुभयो कुन्नी? भर्खर बज्न त 9 बजेको छ। फेरि यस्तो भोक लागिसक्यो। साथीहरू मेरो चाहिँ खाना पाक्दैछ। मैले हजुरहरूलाई अघि पनि भनिसकेँ मलाई चाहिँ भोक लागिसक्यो होइन। अनि यो चाहिँ हाम्रो दाङतिर अमराई भन्छौँ। तर अरू अन्य ठाउँमा जहाँ कतै आँप भन्नुहुन्छ होइन। हामी चाहिँ अमराई भन्छौँ कि यसलाई दाङमा चाहिँ। म अब अमराईको अचार पनि पिस्न लागेको छु साथीहरू। मलाई चाहिँ घर आएको बेलामा घरमा जे छ त्यो अर्ग्यानिक चिजहरू खान मनपर्छ। म पाहुना पर्न कसैको घरमा आएँ भने चाहिँ मलाई मासु नल्याइदिनु होला। मलाई मासु त्यस्तो मन पर्दैन जति मलाई गाउँघरका अर्ग्यानिक चिजहरू मनपर्छ। अनि मैले चाहिँ त्यो हुन्छ नि सिँगार पटार भन्ने कुरा क्या, त्यो घरको पनि नगरिकन यत्तिकै भिडियो बनाएको छु। किनभने जे छ त्यही देखिन्छ होइन। मेरो आमा बिरामी हुनुहुन्छ, त्यही भएर मेरो घर अहिले यसपालि चाहिँ त्यस्तो च्याट्टा चुट्टा परेको छैन। हुन त कहिले पो हुन्छ र तिमीहरूको भन्न पनि बेर लाउनुहुन्न। किनभने मैले कहिले पनि च्याटचुट पारेर भिडियो बनाउँदिनँ। जहिले पनि जस्तो छ त्यस्तै सामान्य तरिकाले नै लिन्छु। यो नर्मल कुरा हो भन्ने लाग्छ। अनि मैले चाहिँ यसलाई यसरी बोक्रा तास्दैछु होइन। बोक्रा तास्ने भन्छन्, कसैले तसार्ने भन्छन्, कसैले बोक्रा खुर्किने भन्छन्, कसैले बोक्रा फ्याल्ने भन्छन्। आफ्नो आफ्नो हुन्छ होइन। मैले चाहिँ फाइनली यस्तो बनाएँ होइन। अब यसलाई चाहिँ मैले अचार बनाउँदैछु है। तपाईँहरूले देख्न सक्नुहुन्छ। म चाहिँ अब यसलाई यसरी काट्छु साथीहरू। यसरी सानसानो बनाएर काट्छु। अनि यो चाहिँ अचार बनाउन एकदम मिठो हुन्छ कि। आज म तपाईँहरूको सामु अचार बनाएर खाएर देखाउँछु है त। ओके अब चाहिँ पिसेको हेरौँ ल। मैले आँप तयारी गरेँ। अब पिसेको हेर्नु। यो चाहिँ नुन र खुर्सानी हाम्रो चाहिँ आमाले यत्तिको भएपछि होइन। अब यहाँ यसरी सरी साथीहरू मैले चाहिँ अचार बनाएँ। यो अचारलाई चाहिँ त्यस्तो मसिनो पिस्नु पर्दैन। यो आँपको अचार हो, यत्तिकै मिठो हुन्छ है। आज यस्तो मिठोसँग खान्छु कि के कुरा गरौँ। खाना रेडी भयो मेरो आमालाई अनि मेरो फुपूलाई। फुपूले चाहिँ थोरै खाना खानुहुन्छ, त्यसैले यति
खुर्सानी यता पऱ्यो क्या लाउनु आमा तपाईँलाई ओहो यिनी खुर्सानी म खान्छु यहाँ बस्नु त म आउँछु लिएर हम नहीं खाएगा हम खाएंगे कभी कभी हिंदी बात भी आएगा हाँ हम पानी भी ले देंगे बसो बैठो साथीहरू अब चाहिँ खाना खाने सुरु भयो